हाई साथीहरू, आज म हजुरको लागि खसीको मासु र मुलाको चानाको रेसिपी ल्याएको छु। यसलाई चाहिने सामग्रीहरू यस प्रकार छ। यो दुईजनाको लागि ठिक्क छ। सबैभन्दा पहिला यसरी मुलाको चानालाई तातो पानीमा भिजाउने, एउटा प्लेटले छोपेर राख्ने र ताती राखेको यसरी कुकरमा हामीले तेल हाल्ने। यसरी तेल हालिसकेपछि हामीले यसमा तेजपत्ता र दालचिनी पनि यसरी फुराउने। दालचिनी र तेजपत्ताले स्वाद मिठो आउँछ। अब काटिराखेको प्याजलाई हामीले यसरी भुट्ने राखेर त्यसपछि खसीको मासु पनि यसरी हाल्ने, लसुन अदुवाको पेस्ट हाल्ने। अब यसमा स्वाद अनुसार नुन राख्ने। अब यसरी बेसार पनि राख्ने, जिरा धनियाको धुलो पनि यसरी हाल्ने र चप गरेर राखेको टमाटर यसरी त्यसमा हाल्ने। र मलाई लसुनको पत्ता राखेको पनि खुब मिठो लाग्छ, त्यसकारण मैले यसमा लसुनको पत्ता पनि हाल्दछु। र यसलाई अब एकछिनसम्म मजाले चलाउने। अब यसमा भिजाएर राखेको मुलाको चानालाई त्यसमा मिसाउने र यसलाई पनि एकछिनसम्म चलाउने र स्वाद अनुसार धुलो खुर्सानी हाल्ने। मजाले यसरी एकछिनसम्म भुट्ने। ल हेर्नुस् त कस्तो मिठो देखियो। अब यसमा मैले छोडाएर राखेको हरियो केराउ पनि हाल्दछु। यसरी हरियो केराउ पनि राख्ने। अब यसलाई एकछिनसम्म मजाले भुट्ने। ल हेर्नुस् कस्तो कलर पनि राम्रो देखियो। र यसमा मैले तातो पानी अलिकति हाल्दछु। तातो पानी हाल्यो भने मासु पाक्नमा छिटो हुन्छ। र अब यसरी कुकरको ढक्कन बन्द गर्ने र अब यसलाई 3-4 सिटीसम्म पकाउने। त्यसपछि हामीले यसरी कुकरको ढक्कन खोलेर हेर्ने। अब यो पाक्यो। अब यसमा माथिबाट धनियाको पत्ता यसरी राख्ने। ल हेर्नुस् त अब कस्तो मिठो खसीको मासु र मुलाको चानाको तरकारी खानासँग खानको लागि रेडी।